सान्वी इनर्जी कम्पनी लिमिटेडको चाहिँ आइपिओ को रिजल्ट खुलिसक्यो है त। हजुरले हेर्नु भएको छैन भनेदेखि चाँडै हेरिहाल्नुहोस् है त। पऱ्यो कि हजुरलाई आइपिओ लटमेन्ट भइसकेको छ। आइपिओ चाहिँ दिउँसो 3 बजेतिर चाहिँ बाँडफाँड सम्पन्न भएको थियो र जसमा चाहिँ मागभन्दा बढी आवेदन परेको कारणले गर्दाखेरि गोलाप्रथाद्वारा नै आइपिओ विभाजन गरेको छ, बाँडफाँड भएको छ। आइपिओ भर्नेको कुरो गर्नुहुन्छ भनेदेखि 20,43,248 जना रहेका थिए र जसमध्ये आइपिओ पर्ने भाग्यमानी 2,41,530 जनालाई चाहिँ 10 किताको दरले चाहिँ परेको छ है त। 2,41,530 जना हजुर यो भित्र पर्नुभयो कि भएन, बाँकी सबैजनाको हात चाहिँ खाली रहेको छ। अब हजुरलाई के आइपिओ परेको छ भने तल कमेन्ट बक्समा यस अर नो लेख्नु होला र यस्तै खाले जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नबिर्सनु होला। हस्त, धन्यवाद।